समात्नु बिस्तारै आयो समात्नु पर्छ गयो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल अनि म आफ्टर लङ टाइम म युट्युब च्यानलमा ब्याक भइसकेको छु होइन अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ साथी र म जाँदैछौँ है यो चाहिँ मेरो साथी होइन प्रायः जस्तो सबै मेरो क्लोज फ्रेन्ड अब सोसियल यतातिर हेर्नु हुने चाहिँ प्रायः जस्तो सबलाई थाहा छ होइन ऊ चाहिँ को हो भनेर अनि म चाहिँ अब मेरो साथीलाई इन्ट्रोड्युस गराउँदैछु मेरो साथी रेजिना पन्जा लिम्बू हेलो यो यसै गर्छ है जहिले पनि क्यामेरा फर्काइदिनुपर्छ जहिले त्यही गर्छ है गाइज सिरियस नहुनु त्यसलाई चाहिँ फेरि अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि बाटो खराब छ गाइज के गर्नु यो तराईतिर क्या लास्टै गर्मी भयो नि त अति नै अति गर्मी भयो नि त के भन्नु सुनेन अनि लास्टै गर्मी छ नि त अनि यता पथरीतिर यता मोरङ झापा यता सुनसरीतिर त आमा लाग्छ कि 2-3वटा घाम लाग्दैछ जस्तो लाग्छ हौ 5वटा घाम लाग्दैछ 5वटा अनि लास्टै गर्मी भएर हिजो पनि झन्डै ढले अस्ति पनि झन्डै ढले गर्मी भएर अनि अस्तितिर हामी धनकुरा थियौँ होइन म चाहिँ धनकुरा थिएँ यो चाहिँ राइडर यता के भन्दैछ भने चाहिँ यसलाई चाहिँ प्लिज इग्नोर यता अनि उता जाडो थियो नि उता त जाडो थियो अनि यता आएको त गर्मीले झन्डै ढलिन घाउराएर गर्मीले घाम लागेको त्यस्तै हो एउटा पत्ता पनि हल्लाउँदैन के हावा चल्दैन त्यति पनि अनि अहिले चाहिँ हामी चपेटी जाँदैछौँ क्या यता अब यता दमकतिर हुनुहुन्छ भने यता नजिक हुनेहरूले त प्रायः जस्तो यो फेमस ठाउँ हो तपाईँहरूलाई थाहा छँदै छ होला तर नि अब हामी चाहिँ चपेटी जाँदैछौँ है गाइस कल आएर घाम भएर भाइहरू अब टाढो जाउँ यतिको चाहिँ हुनुपर्छ है गाइस लडिहाल्यो भने चाहिँ अब के गर्ने अरे पनि होइन यता इलामको भाइसँग आउँछ टक्क है मान्छे चाहिँ मङ्गुरै हो कि मान्छे चाहिँ घामले काली परेको मलाई त्यस्तै सेम है म काली भइसकेँ मेरो बाउआमाले मलाई गोरो जन्माएको तर खै अहिले फर्केको गर्मी छ अति गर्मी छ अति गर्मी छ तपाईले पनि लगभग पुग्न आँटिसक्यौँ है लागेर आइरहेछ तर गाइज अनि म एउटा कुरा थाहा छ के भयो भन्दाखेरि म घरदेखि नै होइन सिटी चढायो हाम्रो यो के भन्छ अनएक्सपेक्टेड प्लान होइन कल गरेको रहेछ के गर्दैछौ भनेर कल गरेको कि मस्त क्यार्दैछौ भनेको के भन्यौ तिमीले क्यार्दैछौ भन्दाखेरि के भन्यौ यसरी नै भन्यो क्या क्यार्नी हो र गर्मी छ यसरी कस्तो फन्नी टाइपले भन्यो क्या अनुसार मैले जाने हो त भनेको कता यस्तै भयो यस्तै कुरा भयो क्या अनि लास्टमै गर्मी छ यताउता भनेको अनि त्यत्तिकैमा प्लान भयो क्या चौपट्टि जाउँ भनेर अनि स्कुटी नि खाली छ भने यताउता है शीतल छ है गाई जस्तो आनन्दको छ है अनि त्यस पछाडि चाहिँ अनि लन त जाउँ न त भनेर खाना खाएर निस्किन्छु म भने होइन बिहान 9 बजीतिर कल गरेको थियो अनि खाना खाएर टक्क निस्केको
सिटीवालाले छिटो छिटो भनेर मैले गोब्रो पनि बिर्सेछु ल्याउनको लागि भ्लग बनाउनु पर्यो भनेको थियो के गर्नु गोब्रै बिर्सेछु अनि अहिले चाहिँ फोनदेखि बनाउनु परिरहेछ होइन ढक्का लगाएर अनि के भन्छ आज फेरि एनआइसी आएको चाहिँ सर्भर पनि डाउन रहेछ दिमाग खराब क्यास निकाल्नु पर्यो भनेको त अनि एटिएम चाहिँ मेरो ब्लक भएको छ अनि फोन पसलमा वेलकम टु अनि त्यस पछाडि अनि डाउन भएर बल्ल बल्ल फोन पसलमा गएर लिएको त्यही माथि धन्न मेरोमा चाहिँ अफलाइन पनि हुन्छ नि त पेमेन्ट हुन्छ अफलाइन पनि हुन्छ क्या ट्रान्सफरहरू हुन्छ अनि अफलाइनबाट हतार गर्न लगाएको नि त्यो फेरि रिचार्ज पनि थिएन रिचार्ज हाल्न लगाएर अनि बल्ल क्यास निकालेर आएको हामी चाहिँ होइन भने आज प्लान क्यान्सल हुन्थ्यो स्कुटी बिग्रियो भने बनाउनु लाउने तिमीले ठेलिहाल्छौ नि अनि फेरि उसलाई आएँ म आएँ है धमक आएपछि फेरि उसलाई 1 घन्टा चाहिँ पर्खिनु पऱ्यो के आमा 1 घन्टा पर्ख्यो क्या मैले गोर्खा डिपार्टमेन्टमा होइन तिमीलाई त 1 घन्टै लाग्यो त भनेको हाँस्छ क्या यो हेरौँ न यहाँनिर यो लोसन लगाएको हाँस्यो अनि फेरि आउने बित्तिकै मलाई हाँसिदियो क्या के कुरामा हाँसिदियो भनेको त कि उसले जर्सी लाएर आएछ अनि सेम जर्सी परेछ क्या मेरो पनि यो भित्र जर्सी यही जर्सी छ क्या सेम जर्सी छ होइन सेम जर्सी छ है यो भित्र चाहिँ होइन अनि टक्क लगाएर एउटा जर्सी भएछ क्या हाँसिदियो क्या अनि रिस उठिरहेको थियो हल्का हल्का त 1 घन्टा भयो त भनेको थियो अनि एउटा जर्सी देखेपछि मलाई हाँसिदियो फेरि अनि हाँस्दै आएँ अनि यो होइन भ्युवर त देखाइरहेको छु ए सेकुवा कर्नर भतिज अन्त के गर्नु कि त गाह्रो छ यार हामीलाई ठ्याक्कै सुन नगर्नु जस्तै गऱ्यो छ यतै घर बनाएर बस्ने बेला भयो मैले सनग्लासको गोबर के कति चप्पल ल्याउन बिर्सेँ यता फेरि केटीहरू जाँदो रहेछ है केटीहरू जिस्काइदिउँ कि क्या हो यहाँदेखि अब बाटो बिग्रेको छ अलिकति चपेटी चाहिँ यही हो छैन यही हो होइन चपेटी चाहिँ अब यहाँ माथि पहिला हामी यहाँ माथि डाँडा पनि जान्थ्यौँ होइन रेजिना होइन पहिला जान्थ्यौँ होइन टक्क लगाएर यही हो होइन यो खुल्ला होइन अब यहाँदेखि यता जाँदा पनि भयो यता जाँदा पनि भयो खोलातिर जाँदा पनि भयो जता जान मन लाग्छ त हामी चाहिँ यता जान्छौँ होइन गाइस हाम्रो यो चाहिँ मान्छे धेरै हुन्छ नि हाम्रो बडी सो गर्नु भरे हेरे भयो भने प्राइभेसी भन्ने ठाउँ हुन्छ पिकनिक खाने जस्तो डेटिङहरू आएको हामीले हेरेको ब्रेकअप होला हामीलाई पनि मान्छ नि हाम्रो अब के भन्नु मेरो त थाहा छँदैछ होला अब देख्यो भने मारिहाल्छ नि त्यसरी अनि त्यही भएर अलिक कसैले नदेख्ने ठाउँमा गएर 2 जना त्यसरी चिसो एकछिन बसेर नुहाएर चाहिँ सट्टा लाएर घर आउने हो लड्यो भने चाहिँ थाहा छैन तिम्रै जिम्मामा है म त स्क्रिन चलाउनु पनि आउँदैन फेरि यता लडायो भने त गाह्रो लड्यो भने त म त हम्बालिहाल्छु म खुट्टा टेकिहाल्छु स्कुटी चलासुकै जाओस्
एकछिन रोकिदिउँ जाडो देखियो उयो माथिको डाँडा गएको होइन कता गएको पहिला क्या डाँडा यस्तो तल माथिदेखि तल हेर्दाखेरि खोला थियो क्या हामफाला झऱ्यो भने सिधै हाटखुट्टा पनि नहुने ठाउँमा पहिला टुप्पातिर गएको थियौँ क्या पहिला झर्नुहोस् मिस झर्नुहोस् राम्रोसँग झर्नुहोस् हामी पिकनिक खाना पनि यहाँदेखि गएको थियौँ तल ओए समात्नु बिस्तारै ओए समात्नु पर्छ मलाई हान्छ होला यो मान्छेले त लु बिस्तारी बिस्तारी लान्छ लान्छ गयो 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 सिधै ओह्रालो छैन है फेरि बिस्तारी मेरो साथी म चाहिँ यता छैन पछाडि पछाडि बहिनी बहिनी गयो साथी गयो आयो हुनुपर्छ गयो गयो अब त लग्यो लग्यो सरा सर गयो हामी यहाँ एकचोटि पिकनिक खाना पनि साथीको बर्थडे मनाउन आएको थियौँ हौ यहाँनिर त अरे कुदै कुदै यस्तो गरेर कसरी कुद्नु यार तिमी पनि स्कुटीमा छौ म त सक्नु पऱ्यो नि त होइन गाइज स्कुटी बाइकसँग कोही कुद्न सक्छ अब हामी दुईपट्टि उनीहरू त्यसरी कुद्छ होइन गाह्रो छ यता पछाडि भ्यू हेर्न सक्नुहुन्छ दामी छ होइन यो पर पुगिसक्यो कराउनदेखि मेरो घाँटी नै दुख्यो ए यहाँ पनि घर बनाएको रहेछ कति 1 वर्ष भइसक्यो होला हामी लगभग आएको त तर त्यतिमा यत्रो डेभलप भएछ घरहरू बनिसकेछ एउटा मात्रै होइन 2टा घर बनिसकेछ यस्तोहरू छ होइन आयो मा कसम यहाँ खोलामा आएको हेरौँ यता नि पौडी खेल्छ गाइजमा चाहिँ तर पौडी खेल्न चाहिँ आउँदैन नि फेरि आउडेमा गर्मी लागेर खासमा हिँडेको नि अङ्कलहरू पो छ मस्त हाल न चेन खोलेर पानी चाहिँ तातो छ भनेको तातो छ भन्छ त बहिनीहरू त यार गर्मी छ अब टक्क लाएर अब पानीमा डुबुल्की हान्ने होइन स्विमिङ गर्न चाहिँ आउँदैन यस्तो डुब्की हान्ने मात्रै है गाइस सेम सेम जर्सी भनेको थियो नि 10 नम्बर 2 नम्बर
हामी चाहिँ पौडी पनि खेलिसक्यौँ होइन। यो पौडी चाहिँ भन्दैन खासमा के भन्छ यसलाई डुब्की हान्नु भन्छ। डुब्की दिलको ठन्डक मिलेगी दिलको ठन्डक। अनि हामीले पौडी के अरे घुँडा ठोकेर तर गाइज बिजोग भएको छ यहाँनिर यस्तो घुँडा ठोकेर। अनि यहाँ हामीले चाहिँ पौडी खेलेको होइन। अब चाहिँ हामी घर जान्छौँ टक्क लाएर। यस्तो पसिना भएको छ नि बाफ्रे। यहाँको रोड चाहिँ बल्ल कटायो होइन। पर यता छ नि त यता छ क्या हे यता छ क्या यता हो यतादेखि जानुपर्छ नि त। नि सो पर छ बल्ल आयो खप्प गएर बल खेल्नु थियो। त्यो थाकिँदो रहेछ क्या लास्टै गल्यो। फेरि गएर खेल्नु त त्यही भएर जस्तो लाग्यो गडाङ गुडुङ कराउनु थालिसक्यो। यस्तो छ यस्तो सुनसान छ होइन। यता हेर्नु सक्नुहुन्छ सबैतिर सुनसान छ केही छैन। हाम्रो स्कुटी यहाँ छ मेरो ब्याग यहाँ छ ज्याकेट यहीँ छ हेलमेट यहीँ छ। त्यो चाहिँ यहाँ भएको छ। गाइस अब चाहिँ हामी घर फर्क्यौँ होइन। आजको भ्लगमा अब यति नै हुन्छ। पानीले कुट्ला जस्तो भइसक्यो। पानी यहाँ ज्याम्मै आँखामा हानिदिइसक्यो होइन। पानीले यति ठुलो पानी आउँदैछ। अब चाहिँ हामी घर लाग्यौँ भने पानी भागेको हामी। आजलाई यति नै। फेरि अर्को भ्लगमा भेट्ने बाचाको साथ आजलाई बिदा हुन चाहन्छु। सिग्नेचर हस् त नमस्ते नमस्ते बाई बाई। पानी आयो